Hello guys. Hello. How are you? I am fine. Thank you. भन्नु न आज चाहिँ फाइनल्ली मैले मार्केट बिस्कुट पाएँ गाइज। आज चाहिँ मैले फर्स्ट टाइम यो बिस्कुट टेस्ट गर्न गइरहेको छु हामी दुईजनाले हैन बुढा ल अब हामी रिभ्यू गर्ने हो यो बिस्कुटको कस्तो हुन्छ। एकदमै भाइरल भयो यु क्यान सी इट। हजुरले खोल्नु म खोल्छु ल दुईटै टेस्ट एउटा चिज छ एउटा चकलेट कुन चाहिँ मिठो छ है गाइस। मैले चाहिँ गाइस 100 रुपियाँमा किनेको एउटालाई यति सानोमा चाहिँ 100 रुपियाँ रे खत्रै। यो भाइरल भएर हो के महँगो भएको नत्र यो 50 रुपियाँमा झर्छ होला। कति पिस छ नि एउटा व्हाइट कलरको रहेछ चिजवाला अनि त्यो चकलेटवाला चकलेट दाम 5 पिस है। हजुरले कुन टेस्ट गर्ने सँगै टेस्ट गर्ने के एउटै ठीक है हाँ तो वाव तो है खराब है यो पहिला ओरिजिनलमा अहिले त अब क्वालिटी घटायो। यो चकलेट चाहिँ मलाई सेम बन बिस्कुट पहिला पाइने बन बिस्कुट त्यस्तै लाग्यो। अहिले त पाउँदैन यस्तो मिठो त पहिला पाउँथ्यो नि हो त्यो 5 रुपियाँको बन त्यस्तै लाग्यो। अब यो यस्तो दामी रहेछ के देख्दा चाहिँ म भित्र हेर्छु ल गाइस। ए यस्तो रहेछ के चिज पपकर्न हुन्छ नि त्यस्तै बास्ना खा कसम। पपकर्नमा हुन्छ नि चिज त्यही वाला बास्ना हैन पपकर्नमा हुने चिजको बास्ना खा ल टेस्ट गरौँ है बाइट। मिठो एउटा खाइयो भने हुन्छ पकाइन्छ अलिन तपाईँ त दुईटा खाइसक्नु भयो तीनटा सक्नु यो अहिले मेरो गाइज हेर्नु न तपाईँ भिडियो बनाएको मौका छोपेर खानु थाहा डाइटिङ गरेको मान्छेले यहाँ राख्यो नि अझै खानुहुन्छ त्यही भएर दिन्न धेरै तीनटा खाइसक्नु म। मैले एउटा मात्र यो बिस्कुट पनि छ क्या अनि खाएकै टेस्ट आयो मलाई। यो चिनी र नुनले कोटिङ गरे हो नुन पनि हल्का छ 90 रुपियाँ त रहेछ नि त चिनी र नुनले कोटिङ गरे भित्र त्यही हो। नमिठो भन्न मिल्दैन तर यो पुरानो बिस्कुटहरूको टेस्ट छ के यसमा पुरानो खाइन्छ नि त्यो वाला मिठो हुन्थ्यो नि त अहिले त पो क्वालिटी घटाएर कुनैमा यो टेस्ट छ क्या। अनि बिस्कुट है यो वाला यसमा चाहिँ एकदमै मजाले पकाएर हुन्छ नि फिने रोटी जब तावादेखि निकालेर सेलाउँछ नि यस्तो गराइन्छ नि त्यस्तै टाइपको हैन हो कि
पहिला पहिला आउँथ्यो मात्र चिन लागेको रोटी त्यस्तै खालको त्यही हो नत्र उयो बिस्कुट 90-100 रुपियाँ पर्न 120 मा किनिहाल्ने है उहाँको पसलतिर पाइन्छ 120 मा भाइरल भयो भनेर महँगो हाले हान ठगिरहन् जनतालाई कसलाई के भन्ने हामी पनि बेकुफो किनेर खान पर्छ हामीलाई पनि के गर्ने खानुहुन्न धेरै चिज टेस्ट मात्र गरेको अब चाहिँ दिस इज फर्स्ट एन्ड लास्ट 200 रुपियाँ गइहाल्यो 200 रुपियाँमा कति धेरै बिस्कुट आउँथ्यो भनेर भएन टेस्ट गर्नु थियो नि त बाई गाइज